मिनासान कोन्निचिवा। आजको भिडियोमा म हजुरहरूलाई अल पार्टिकल रिभिजन N5 को सबै पार्टिकलको बारेमा चाहिँ रिभिजन गर्न गइरहेको छु। ल लागौँ है त। हामीले यहाँ पढ्ने पार्टिकलहरू चाहिँ वा, गा, नि, ओ, दे, तो, का, या, कारा, मादे, ए, नो र मो पार्टिकल छ है। अब यो सबैको बारेमा चाहिँ हामी आज पढ्दैछौँ। वा पार्टिकल चाहिँ जहिले पनि टपिकसँग आउँछ। हामीले पहिला के भनेर पढेका थियौँ? वा पार्टिकल भनेको सब्जेक्ट अथवा टपिकसँग आउँछ भनेको थियौँ नि है। जहिले पनि सब्जेक्ट अथवा टपिकसँग आउँछ। जस्तै वातासी वा गाकुसेई देश, यहाँनिर वा पार्टिकल चाहिँ यो टपिकसँग आयो है, सब्जेक्टसँग आयो। वातासीसँग वा पार्टिकल लाग्यो, जहिले पनि सब्जेक्टसँग लाग्छ। सोरे वा रामु सानो माक्का देश, त्यो चाहिँ रामजीको मार्कर हो। अब यहाँनिर के भयो त? सोरेमा वा पार्टिकल लाग्यो है। यसरी हामीले वा पार्टिकल पहिला चाहिँ के भनेर पढेका थियौँ? एउटा टपिक सब्जेक्टसँग लाग्छ, एउटा म यस्तो हो म यस्तो होइन भन्दाखेरि लाग्छ। जस्तै वातासी वा सेन्सेई देश, वातासी वा गाकुसेई ज्यारिमासिन, यस्तोमा लाग्छ है। अनि नामहरूको बिचमा लाग्छ, दुईवटा नाम अथवा दुईटा सर्वनामको बिचमा लाग्छ। जस्तै रामुसान वा सीतासान नो तोबुदाची देश, यहाँनिर वा पार्टिकल आयो दुईटा नामहरूको बिचमा। त्यस्तै वातासी वा आनातानो तोमोदाची देश, म तपाईँको साथी हो। अब यसरी चाहिँ बिचमा वा पार्टिकल आयो हो। यो कुराहरू नि पढेका थियौँ हामीले है। अब त्यसमा चाहिँ हामीले यसलाई जोड्नु पर्यो। त्यस्तै अब गा पार्टिकल चाहिँ आई ह्याभ भन्दाखेरि गा पार्टिकल युज हुन्छ। कुनै पनि कुरा चाहिँ मसँग छ भन्दाखेरि गा पार्टिकल युज हुन्छ है। जस्तै हिको कि गा आरिमास, प्लेन छ। जोगा इमास, हात्ती छ। अब यहाँनिर मसँग भनेर भनेको छैन है, तर पनि यहाँ चाहिँ वातासिवा भन्ने चाहिँ वर्ड नभने पनि वातासिवा नै हुन्छ के। अब यो वातासिवाले चाहिँ मसँग भन्ने, म चाहिँ भन्ने अर्थ लाग्दैन। यहाँ चाहिँ मसँग भन्ने अर्थ लाग्छ। वातासिवा हिको किगा आरिमास, मसँग प्लेन छ। वातासिगा जोगा इमास, मसँग हात्ती छ। यसरी है। अर्को छ अन्त्यमा आरिमास र इमास छ भने त्यसको अगाडि गा पार्टिकल युज हुन्छ र वातासिवा भन्दा मसँग भन्ने अर्थ लाग्छ। आरिमास भनेको के हो? आरिमास भनेको नन लिभिङ थिङ्ससँग लाग्ने कुरा हो है, भने इमास भनेको लिभिङ थिङ्ससँग लाग्ने कुरा हो। यदि लिभिङ थिङ्स र नन लिभिङ थिङ्सको कुरा छ भने जहिले पनि हामीले गा पार्टिकल लगाउनु पर्छ त्यसको अगाडि है। अर्को छ किरेई देश, किराई देश, युबेई देश, सुकी देश, ई देश, होसी देश, ओइसी देश, वारुई देश जस्ता फोकस गरेर भन्ने कुराहरूको अगाडि गा पार्टिकल युज गर्ने। हामीले नर्मल्ली भन्दा ई केउसी अथवा ना केउसी पढेको थियौँ नि, त्यसमा चाहिँ पछाडि देश देश लाग्यो भने त्यो बेलामा चाहिँ गा पार्टिकल युज गर्ने। अब किराई देश भने के हो? राम्रो सुन्दर छ। किराई देश मन पर्दैन, मन नपर्ने छ। युमेई देश फेमस छ। सुकी देश मन पर्छ। ई देश राम्रो छ। होसी देश चाहन्छु। ओइसी देश मिठो छ। अनि वारुई देश खराब छ। यसरी चाहिँ यिनीहरू फोकस गरेर भन्ने कुराको अगाडि जहिले पनि हामीले गा पार्टिकल लाउने है। क्लियर छ? ल अब कुनै कुरा अटोमेटिक हुन्छ भने त्यस्तो ठाउँमा गा पार्टिकल युज हुन्छ। कुनै पनि काम चाहिँ कुनै पनि कुरा नेचुरल्ली हुन्छ भने त्यो बेलामा पनि हामीले गा पार्टिकल युज गर्ने। जस्तै आमे गा फुरीमास, यहाँनिर फुरीमास भनेको पर्नु, पानी पर्छ। यो पानी पर्ने भनेको नेचुरल कुरा हो नि, नेचुरल कुरा हो। त्यही भएर चाहिँ यसको अगाडि गा पार्टिकल लाग्यो है। हाना गा साकीमास, यो चाहिँ फुल फुल्छ। अब फुल फुल्ने भनेको नेचुरल कुरा हो, त्यो बेलामा गा पार्टिकल लाग्छ है। यदि नेचुरल्ली हुँदैन, कहिलेकाहीँ आमै पनि त पानी पनि मान्छेले अब दुवैतिर चाहिँ पानी पार्छ नि, त्यस्तो बेला चाहिँ फेरि के पार्टिकल लाग्छ थाहा छ? जुन नेचुरल हुँदैन, नेचुरल नहुने कुरामा चाहिँ ओ पार्टिकल लाग्छ है।
ओ पार्टिकल लाग्छ, नेचुरल हुँदैन भने। अनि फुल पनि जस्तै ग्रिन हाउसहरूमा फुलहरू फुलाउँछ नि, त्यो बेला चाहिँ ओ पार्टिकल लाउने हो। यो साकीमास हुँदैन, साकेमास हुन्छ के फुल फुलाउनेलाई चाहिँ है। त्यो चाहिँ नेचुरल, मान्छेले म्यानमेड भयो भने चाहिँ ओ पार्टिकल। तर गा पार्टिकल चाहिँ नेचुरल कुरामा मात्रै गा पार्टिकल लाग्छ। अनि अर्को छ कडा रूपमा फोकस गरेर भन्दा गा पार्टिकल युज हुन्छ। एकदमै फोकस यो यही हो भनेर चाहिँ फोकस गरेर भन्दाखेरि गा पार्टिकल युज हुन्छ। जस्तै ओरेवा वातासिनो होन्देस, यो चाहिँ मेरो बुक हो, यहाँनिर खासै फोकस गरेको छैन है, वा पार्टिकल लाग्छ, यो चाहिँ भन्यो है, यो चाहिँ मेरो बुक हो। अब कोरेगा वातासिनो होन्देस, यो चाहिँ मेरै हो भन्दा यहाँनिर एउटै हो अर्थ है, अर्थ फरक छैन। तर फोकसलाई यो वाले चाहिँ यसलाई फोकस गर्छ भने यो गाले यसलाई फोकस गर्यो के, यसलाई फोकस गर्यो र एकदमै कडा रूपमा फोकस मेरै हो यो अरूको होइन भन्ने हिसाबले कुरा गर्यो है। त्यो बेलामा हामीले एकदमै फोकस गरेर भन्दाखेरि पनि गा पार्टिकल युज गर्ने। अब नि पार्टिकलमा जाउँ है त। वेयर कहाँ छ भन्दा त्यस्तो ठाउँमा युज हुन्छ। नि पार्टिकल चाहिँ कहाँ भन्दाखेरि युज हुन्छ है। जस्तै कुरुमागा आरिमास, गाडी छ, अब कहाँ छ त, कौयेन्नी कुरुमागा आरिमास, पार्कमा गाडी छ। यहाँनिर नि पार्टिकल कहाँ भन्दाखेरि पार्क है, कौयेन। त्यस्तै निहोन्गो हो ओसिएमास, जापानिज भाषा सिकाउँछु। अब कहाँ सिकाउँछु त, कहाँ भन्दाखेरि सेन्ट्रम नि निहोन्गो हो ओसिएमास, यहाँनिर सेन्ट्रम भन्ने आयो नि, अनि त्यसपछि नि पार्टिकल लाग्यो क्या, सेन्ट्रम नि निहोन्गो हो ओसिएमास। ठिक छ। खाबान नि बोरुपेन गा आरिमास, अब यहाँनिर कहाँ छ त बल पेन भन्दाखेरि ब्यागमा छ, खाबान नि ब्यागमा डट पेन छ। त्यसरी कहाँ हामीले नि पार्टिकल युज गरिन्छ। क्लियर। अर्को छ डेस्टिनेसन, डिस्टेन्समा नि पार्टिकल युज हुन्छ। दूरी, दूरी बताउँदा अथवा कुनै प्लेसहरू बताउँदाखेरि पनि नि पार्टिकल युज हुन्छ। जस्तै वातासिवा निहोन नि इकिमास, म चाहिँ जापान जान्छु। अब इकिमास यहाँनिर के भयो, निहोन भनेको के हो, डेस्टिनेसन पनि भयो डिस्टेन्स पनि भयो है, किनभने नेपालबाट जापान त एउटा डिस्टेन्समा छ नि त, त्यो भयो। त्यो बेलामा पनि नि पार्टिकल युज गर्ने इकिमास। हामीले इकिमास किमास खाइरिमासको अगाडि ए पार्टिकल लाग्छ भन्छौँ, तर यस्तो कन्डिसनमा चाहिँ नि पार्टिकल पनि लाग्न सक्छ है। यो चाहिँ हामीले यो इकिमास आएर होइन कि यो चाहिँ डेस्टिनेसन डिस्टेन्स आएर हो, यो कुरा बुझ्नुपर्छ है ल। अनि मिरासान वा गाक्को नि किमास, कहाँ भन्दा गाक्कोमा। अब यो प्लेस भयो होइन, कुन ठाउँमा, गाक्कोमा, घरबाट गाक्कोसम्म आउनु पर्यो, त्यो हिसाबले हेर्दा डिस्टेन्स पनि भयो अनि डेस्टिनेसन कहाँ भयो, गाक्को पनि भयो, डिस्टेन्स डेस्टिनेसन दूरी। टाइमसँग जहिले पनि नि पार्टिकल युज हुन्छ, यो त हामी सबैलाई थाहा छ है। जहिले पनि फिक्स टाइम छ भने, यदि कुनै पनि टाइम फिक्स छ भने त्यो बेलामा नि पार्टिकल युज हुन्छ। जस्तै वातासिवा गोजी नि ओकिमास, यहाँनिर चाहिँ 5 बजे, म चाहिँ 5 बजे उठ्छु, 5 बजे उठ्छु के, 5 बजे उठ्छु भनेपछि ठ्याक्कै नै हो, ठ्याक्कै हुने टाइम है। यो टाइम भन्ने बित्तिकै जापानिज टाइम भन्छ नि, नेपाली टाइम होइन, जापानिज टाइम है। रामुसान वा सिगाछु नि खाइरिमास, रामजी चाहिँ अप्रिलमा फर्कनुहुन्छ। कहिले भन्दा अप्रिल, अप्रिललाई फिक्स भयो, इयर छ भने मन्थ फिक्स भयो होइन, सिगाछु जिउगाछु यो फिक्स भयो भने। अनि मन्थ छ भने चाहिँ तारिक होइन, जिउको निची तारिकहरू चाहिँ फिक्स भयो, चुइताची फुचुका यिनीहरू फिक्स भयो है। त्यस्तै गरी हप्ता छ भने बार है, गेचियोबी खायोबी सुयोबी यो चाहिँ फिक्स टाइम भयो भने डेमा चाहिँ टाइम होइन, यति बजे भन्ने कुरा फिक्स भयो है ल। अब अर्को छ ए पार्टिकल। ए पार्टिकल जहिले पनि इकिमास किमास खाइरिमासको अगाडि ए पार्टिकल लाग्छ है। जहिले पनि इकिमास किमास खाइरिमासको अगाडि यदि प्लेस छ भने ए पार्टिकल युज गरिन्छ। यसले चाहिँ तिरको अर्थ जनाउँछ के, ए भन्ने बित्तिकै तिर, यतातिर भन्ने अर्थ जनाउँछ। रे जस्तै खाइस्याए इकिमास, कम्पनीतिर जान्छु, खाइस्याए इकिमास, अब यसले तिर भन्ने अर्थ जनायो। उचिए खाइरिमास, घरतिर फर्कन्छु, घरतिर फर्कन्छु, यो इकिमास किमास खाइरिमासको अगाडि ए पार्टिकल
है। अब नो पार्टिकलले को भन्ने अर्थ जनाउँछ रे। जस्तै तोमोदाची नो खासा देश, साथीको छाता हो है। अब यो कसको भन्दा साथीको, यसको भन्ने अर्थ जनायो। सेन्सेई नो नोतो देश, टिचरको नोटबुक हो, कसको टिचरको। यस्तो कसको भन्दाखेरि नो पार्टिकल हुन्छ है। त्यस्तै ओ पार्टिकल, यो ओ पार्टिकल एकदमै आइरनी पार्टिकल हो है, र कन्फ्युजन पनि गराउँछ कति ठाउँमा। ओ पार्टिकल एकदमै धेरै देखिने र एकदमै काम गर्न मन पराउने पार्टिकल हो। यसलाई चाहिँ काम गर्न मन पर्छ कि एक्सन भर्बको अगाडि जहिले पनि ओ पार्टिकल। कुनै पनि काम काहीँ भइरहेछ भने जहिले पनि ओ पार्टिकल, काम भइरहेछ ओ पार्टिकल है। यसलाई अब्जेक्टसँग डाइरेक्ट लगाउनु पर्छ। यो चाहिँ केसँग आउँछ भन्दा अब्जेक्टसँग आउँछ कि। अब्जेक्ट भनेको थिङ्सहरू भयो है, नेम नाउनहरू भयो, यो सबै अब्जेक्टहरू हुन्छ नि। जति पनि अब्जेक्टहरू छ, अब्जेक्टहरूको पछाडि चाहिँ एक्सन भर्ब छ भने जहिले पनि ओ पार्टिकल लगाउने। जस्तै रेहरू, ग्यौजा हो ताबेमास। ग्यौजा भने के हो थाहा छ? थाहा छैन। मोमो, नेपालको मोमो हुन्छ नि, जापानमा चाहिँ मोमो टाइपको ग्यौजा हुन्छ है। त्यसलाई मोमो भन्न सम्झिँदा नि हुन्छ, हाम्रो नेपालको मोमो है। एन पिचु हो खाइमास, अब पेन्सिल किन्छु भयो है। कुरुमा हो उन्तेन्सिमास, कुरुमा भने के हो? गाडी, कार है। गाडी ड्राइभ गर्छु। अब यहाँनिर के छ हेरौँ त, ताबेमास, खाइमास, उन्तेसिमास भनेको एक्सन भर्ब हो, काम भइरहेछ। यहाँ खाने काम, यहाँ किन्ने काम भइरहेछ भने यहाँ ड्राइभ गर्ने काम भइरहेछ है। यस्तोको अगाडि हामीले जहिले पनि ओ पार्टिकल लगाउने। क्लियर? अर्को छ दे पार्टिकल। दे पार्टिकल कुनै पनि साधन वा औजार प्रयोग गरेर केही काम गरिन्छ भने युज गरिन्छ। कुनै पनि साधन अथवा औजार प्रयोग गरेर कुनै काम हुन्छ भने त्यो बेलामा दे पार्टिकल युज गर्छ। रे जस्तै हिको कि दे दिहो रे इकिमास। यहाँनिर के छ? हिको कि प्लेन, हिको कि दे निहोने इकिमास, प्लेनमा जापानतिर जान्छु। अब यहाँनिर चाहिँ प्लेनको माध्यम भयो क्या, त्यो प्लेनको माध्यमले जान्छु भन्ने भयो नि। यो माध्यम भन केमा भन्दा प्लेनमा माध्यम है। नाइफु दे यासाई हो किरिमास। यहाँनिर नाइफ भनेको के हो? चक्कु, चक्कुले तरकारी काट्छु। यहाँनिर चक्कुको औजार प्रयोग गरेर तरकारी काट्छु भन्ने कुरा भयो है। यस्तो बेलामा पनि दे पार्टिकल युज गर्ने।
अब हामी तो पार्टिकलमा जाँदैछौँ। तो पार्टिकलले र सँगलाई चाहिँ जनाउँछ है। जस्तै रेई भनेको जस्तै वातासी वा तोमोदाची तो एइगा हो मिमास। अब यहाँनिर तोले चाहिँ सँग भन्ने अर्थ जनायो है। म चाहिँ साथीसँग फिल्म हेर्छु। रिन्गो तो मिखानगा सुकिदेश। यो तो पार्टिकलले र भन्ने अर्थ जनाउँछ। रिन्गो तो मिखानगा सुकिदेश भनेको स्याउ र सुन्तला मन पर्छ। केइताई तो पासोकोनो खाइताई देश। अब यो तोले र भन्ने अर्थ जनायो। मोबाइल र ल्यापटप किन्न चाहन्छु है। अर्को छ का पार्टिकल। का पार्टिकलले अथवा भन्ने अर्थ दिन्छ है। टोक्यो का ओसाका आसोबिनी इकिमास। अब यो अथवा भनेको चाहिँ कस्तो भने दुईटा मध्ये एउटा के। टोकियो अथवा ओसाका घुम्न जान्छु भन्ने है। अथवा यो दुईटा मध्ये एउटा। तोरिनिकु का साकाना ताबेताई देश। तोरिनिकु भने के हो? चिकन, कुखुराको मासु है। चिकन अथवा माछा खान चाहन्छु। यसरी अथवा भन्ने अर्थ जनाउँछ का पार्टिकलले। त्यस्तै अर्को पार्टिकल चाहिँ हाम्रो या पार्टिकलले धेरै ठाउँहरू या धेरै कुराहरू छन् भने त्यस्तो ठाउँमा लगाइन्छ। या पार्टिकल चाहिँ धेरै ठाउँ अथवा धेरै कुराहरू छन् भने त्यो बेलामा या पार्टिकल लगाउने। रेई हेरौँ है त। पोखरा या चितवनी आसोबिमास। नेपालमा घुम्ने ठाउँहरू धेरै छन् है। त्यो मध्येमा कहाँ भन्दाखेरि पोखरा र चितवन घुम्न चाहन्छु। पोखरा चितवन घुम्न चाहन्छु भयो। अब हाम्रो लुम्बिनी होला, काठमाडौँ होला, मुस्ताङ होला हैन, अब एभरेस्ट होला हैन, कति धेरै ठाउँहरू छन् नि त। त्यो मध्येमा यो घुम्न चाहन्छु भन्दाखेरि या पार्टिकल लाउने है। यसले पनि र जस्तै पनि काम गर्छ। धेरै ठाउँहरू छ। बोरुपेन या माक्का नादोगा आरिमास। बल पेन र मार्कर आदि छ। अब यो नादो भनेको आदि इत्यादि भन्ने अर्थ जनाउँछ है। नादो आउँदा जहिले पनि या पार्टिकल आउँछ अगाडिपट्टि। नादो यदि पछाडि छ भने या पार्टिकल लाउने। ठिक छ। र भन्दाखेरि अब ब्यागमा चाहिँ धेरै कुरा हुन्छ के। नोटबुक हुनसक्छ, बुकहरू हुनसक्छ होइन। अब पेन्सिल इरेजरहरू हुनसक्छ। त्यसमध्येमा चाहिँ बल पेन र मार्कर छ भनेको। त्यस्तै फुकु या केइताई नादो खाइताई देश। फुकु कपडा र मोबाइल आदि किन्न चाहन्छु भने अब किन्न चाहने कुरा धेरै हुनसक्छ। त्यो मध्येमा चाहिँ यो कपडा र मोबाइल किन्न चाहन्छु। ठिक छ। बुझिराखेको छ या पार्टिकल। ल अर्को छ कारा पार्टिकल। कारा पार्टिकलले बाट भन्ने अर्थ जनाउँछ है। बाट यो त सजिलै छ। रे हेरौँ। नेपारू काराकिमासित। अब कहाँबाट आउनु भएको थियो भन्दाखेरि नेपालबाट आएको भन्नलाई नेपारू काराकिमासित। अहिले हामी हेटौँडामा छौँ। हेटौँडा काराकिमासित है। यसरी भन्न सकियो। गाक्कौ कारा खाइरिमास। स्कुलबाट फर्कन्छु है। यो कारा पार्टिकल भयो बाट भन्ने अर्थलाई। अब मादे पार्टिकलले सम्म भन्ने अर्थ दिन्छ। यसले चाहिँ सम्म भन्ने अर्थ दिन्छ। जस्तै अमेरिका मादे इकिमास। अमेरिकासम्म जान्छु है। मादे भनेको कहाँसम्म जानुहुन्छ? अमेरिकासम्म जान्छु। अमेरिका मादे इकिमास।